हेर्दाखेरि चाहिँ नेपालमा यस्तो समय आयो कि कुनै पनि कम्पनीमा सेयर किन्दा आफूले सेयर हाल्दाखेरि धेरै ध्यान दिनुपर्ने भयो क्या। जेलै जाला जस्तो भयो क्या। त्यही कारणले गर्दाखेरि यदि कुरा बुझ्नु भएन भने यो सन्दर्भ सुदन गुरुङको हो, हाम्रो गृहमन्त्री माननीय सुदन गुरुङ। उहाँको चाहिँ अहिले दिपक खड्कासँग दिपक खड्काको कुनै पनि कम्पनीमा सेयर रहेछ भन्ने कुरा बाट सुरु भएको। अहिले चाहिँ दिपक खड्कासँग मिलेको रहेछ, दिपक खड्कासँग मिलेर केही कामहरू गरेको रहेछ ठगीको भन्ने कुराहरू चाहिँ बाहिर आउँदैछ। मिलेर ठगी गरेको भए त कुरा जायजै छ हैन, तर कुनै पनि कम्पनीमा सेयर हालेकै भरमा चाहिँ यो कुरालाई उचाल्नु भनेको चाहिँ मूर्खता हो हैन। यदि तपाईँलाई नै पनि चान्स मिल्यो भने तपाईँले पनि आफ्नो सेयर किन्नुहुन्छ त्यो कम्पनीको। मलाई चान्स मिल्यो भने म पनि किन्छु, किनभने कुनै पनि ठुलो कम्पनी छ भने हामी त्यसको ब्याकग्राउन्ड चेक नगरिकन ओहो सेयर पाइन्छ भनेर किनि नै हालिन्छ। त्यो सामान्य कुरा हो हैन। माइक्रोसफ्टको सेयर किनिन्छ तर उसको ब्याकग्राउन्डमा उसको साहुले पनि त कति कुराहरू घोटाला त गरिरह होला नि त। कसैले ध्यान दिन्छ? दिँदैन नि त। एक्ज्याक्टली सेम थिङ हो। हिजोको दिनमा आफ्नो दाइ भाउजू बा आमा कोकोहरू मिलेर अनेक थरी गर्दाखेरि चाहिँ चुइक नबोल्ने मान्छेहरू आज एक बिचौलिया जो हिजो उसकै दाइ भाउजू बा आमासँग सँगै यसरी हिँड्ने बिचौलियाको हैन कम्पनीमा एउटा सेयर छ भन्नु बित्तिकै थाहा पाउनु बित्तिकै चाहिँ मान्छेहरू खेदो खनेको छ सुदन गुरुङको। हिजो उसको दाइ भाउजू बा आमाहरूसँग हिँड्दाखेरि फेरि त्यो मान्छे ठिक थियो, केही फरक परेको थिएन उनीहरूलाई क्या। विडम्बना त यो पो छ त। अनि म अचम्म लाग्छ, खेदो खन्नु तर अलिकति जायज कुरामा खेदो खन्नु नि त हैन। त्यसमाथि कतिजनाले के भनिराख्नु भएको छ भने पहिलेको अस्तिको स्वास्थ्य मन्त्री दिपक कुमार शाहलाई चाहिँ निकाल्ने, सुदन गुरुङ चाहिँ किन बसिराख्ने, कुन नैतिकतामा बसिराख्ने पदमा भन्ने कुरा भएछ। दिपक कुमार शाहलाई चाहिँ नेपोटिजम गरियो भनेर निकालिएको हो, नातावाद गरियो भनेर। किनभने उहाँले चाहिँ एक किसिमले सस्पेन्ड भइसकेको आफ्नो वाइफलाई चाहिँ, उहाँको वाइफलाई चाहिँ पुनः त्यो संस्थामा लगाउनु भएको थियो। जबरजस्ती भनौँ न, एक किसिमले सस्पेन्डेड भइसकेको मान्छेलाई जसको चाहिँ सिग्नेचर मात्रै चाहिएको थियो स्वास्थ्य मन्त्रीको कि यो मान्छेलाई चाहिँ यो संस्थाबाट हटाइयो भनेर प्रमाणित गर्नुलाई। बाँकी सबै कुरा फर्मल्ली नै सबै कुरा उहाँलाई संस्थाबाट निकालिसकेको भएर चाहिँ उहाँले चाहिँ फेरि पुनः कसैलाई पनि केही कुरा पनि नगरी, कसैसँग केही जानकारी नगराइकन उहाँले आफ्नो श्रीमतीलाई उहाँ फेरि फिर्ता लिएर चाहिँ बैठकमा पठाउनु भयो। त्यो संस्थामा हाजिर हुनु पठाउनु भएको कारणले धेरै वर्ष पछाडि त्यो कारणले चाहिँ उहाँले चाहिँ आफ्नो शक्ति, आफ्नो पावरलाई चाहिँ दुरुपयोग गर्नुभयो आफ्नो श्रीमतीको लागि भनेर यो नातावाद गर्नु हुँदैन भन्ने कारणले उहाँलाई बर्खास्त गरिएको मन्त्री परिषदबाट। सुदन गुरुङले उहाँको बुवा अथवा उहाँको दाइ अथवा कसैलाई भाइलाई लिएर कुनै पनि त्यस्तोमा हाल्नु भएको छैन नि त। धेरै जोर लाग्दैन क्या यसो अलिकति दिमाग चलाउने हो भने हैन। हामी सोच्नु र बुझ्नुभन्दा अगाडि टाइपिङमा र मुख फटफटाउनुमा अगाडि बढ्छौँ हैन। अनि त्यही हो, त्यस पछाडि आफैलाई सबैभन्दा जान्ने, आफैलाई विशेषज्ञ भन्ने ठानिन्छ क्या।